हेलो साथीहरू, वेलकम टु लोकसेवा। आज फेरि पनि हामीहरू हजुरहरूको माझमा आइसकेको छौँ अर्को भिडियो लिएर। यस भिडियोमा हामीहरूले आइसिसिआर स्कलरसिपको बारेमा चर्चा गर्नेछौँ, जुन कि इन्डियन एम्बेसीद्वारा 2026-27 सेसनका लागि अलरेडी ओपन भइसकेको छ। हस्त भिडियो सुरु गरौँ र भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। साथसाथै भिडियो मन परेमा लाइक र सेयर गर्न नबिर्सनु होला। र भिडियो सुरु गर्नुभन्दा अगाडि हामी केही प्यारामिटरहरू डिस्कस गर्न चाहन्छौँ। यस भिडियोमा हामी के डिस्कस गर्छौँ भन्दाखेरि कुन लेभलको लागि एप्लिकेसन खुलिएको छ, कसले कसले एप्लाई गर्न मिल्यो, कहिलेसम्म डेडलाइन छ, के कस्तो एज लिमिट छ, के डकुमेन्ट्स रिक्वायर्ड हुन्छ, कसरी एप्लिकेसन फिलअप गर्ने, यो कुराहरूको बारेमा चर्चा गर्नेछौँ। हस्त भिडियो सुरु गरौँ। अब आउँछौँ हामी स्टार्टिङमा। इन्डियन एम्बेसीको जुनसुकै स्कलरसिप पनि खोज्नु पर्यो भने त्यो कसरी खोज्ने, त्यहाँ गुगलमा गएपछि तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ इन्डियन एम्बेसी भनेर। त इन्डियन एम्बेसी खोल्ने बित्तिकै तपाईँले यस्तो गुगलमा गएर सर्च गर्यो भने इन्डियन एम्बेसीको साइट यस्तो हुन्छ। यसमा अब के कसो रहेछ भन्दाखेरि द एम्बेसी अफ इन्डिया काठमाडौँ इन्भाइट्स अनलाइन एप्लिकेसन्स फर द फलोइङ स्कलरसिप स्किम अफ आइसिसिआर फ्रम नेपाली नेसनल्स टु स्टडी इन इन्डियन युनिभर्सिटिज इन्स्टिट्युट्स फर द एकाडेमिक इयर 2026-27। अगाडि नै मैले भनिसकेँ तपाईँलाई 2026-27 को लागि स्कलरसिप चाहिँ रहेछ यो। र यसलाई बेसिकली नेपालमा यसलाई आइसिसिआर स्कलरसिप भनेर बढी चिनिन्छ। अब यसमा तीनवटा स्कलरसिप खोलिएको छ। आइसिसिआर स्कलरसिपमा तीनवटा रहेछ। एउटा अटल बिहारी वाजपेयी, अर्को सुषमा स्वराज र नेक्स्ट लता मङ्गेशकर। अब यसमा के कस्तो छ ल, इनमा डिफ्रेन्स के छ भन्दाखेरि अटल बिहारीको कुरा गर्दाखेरि द स्कलरसिप स्किम इज फर pursuing undergraduate courses in India under अटल बिहारी वाजपेयी जेनरल स्कलरसिप स्किम भन्नाले जो स्टुडेन्ट क्लास 12 पास गरेर बसिरहेको छ या फिर 12 एपियरिङ छ भने उहाँहरूले अटल बिहारी वाजपेयी स्कलरसिप स्किममा एप्लाई गर्नुपर्छ फर अन्डर ग्रेजुएट कोर्सेसहरूको लागि। सिमिलरली सुषमा स्वराजको कुरा गर्दाखेरि हेर्न सक्नुहुन्छ तपाईँहरूले द स्कलरसिप स्किम इज फर पर्सुइङ पोस्ट ग्रेजुएट एन्ड डक्टरेट कोर्सेस इन इन्डिया अन्डर सुषमा स्वराज सिल्भर जुबली स्कलरसिप स्किम भन्नाले जो अलरेडी ब्याचलर गरिसकेका छ तिनीहरूको लागि, जो अलरेडी ब्याचलर गरिसकेका छ उनीहरूको लागि मास्टर्स गर्नको लागि, र जो मास्टर्स गरिसकेका छ उनीहरूको लागि पिएचडी गर्नको लागि यो स्कलरसिप खोलिएको छ, जसलाई सुषमा स्वराज सिल्भर जुबली स्कलरसिप स्किम भनिन्छ। अब आउँछौँ हामी म्युजिकतिरको लागि। अब म्युजिक डान्सरको पनि खासै करेज छ हाम्रो नेपालमा। त्यसै भएर लता मङ्गेशकर डान्स एन्ड म्युजिक स्कलरसिप स्किम भन्दाखेरि 2026-27 का लागि दिस स्कलरसिप स्किम इज फर पर्सुइङ स्टडी अफ इन्डियन कल्चर सच एज डान्स, म्युजिक, थिएटर, पर्फर्मिङ आर्ट्स, स्कल्पचर, Indian languages, Indian cuisine, yoga, etc. in India. Depending on the institute's requirement, student may have to submit additional document, evidence of knowledge in the specialized field of dance, music, theatre, arts, etc. for this scholarship. अब जो स्टुडेन्ट यो डान्सतिर, म्युजिकतिर, थिएटरतिर जान चाहनुहुन्छ भने उहाँहरूको लागि पनि स्कलरसिप खोलिसकेको छ। अब यो स्कलरसिपको लास्ट डेट चाहिँ कहिले, यसको कुरा गर्दाखेरि द लास्ट डेट फर सबमिसन अफ एप्लिकेसन फर दिस स्कलरसिप इज अप्रिल 15 अप्रिल इज 15 अप्रिल, द्याट इज अन वेडनेसडे इज द लास्ट एप्लिकेसन डेट। अब योभन्दा पहिला नै तपाईँहरूले फर्म फिलअप गर्न सक्नुपर्छ। अब फर्म कसरी फिलअप गर्ने, कसलाई, अब कोही नयाँ हुनुहुन्छ जसलाई केही थाहै छैन भन्दाखेरि यो हाम्रो युट्युब च्यानलमा वाट्सएपको लिङ्क राख्दैछौँ हामीले, जुन कि हाम्रो वाट्सएप च्यानल छ एउटा, त्यसमा तपाईँहरूले जोइन गर्न सक्नुहुन्छ। हामीले आफ्नो वाट्सएप ग्रुपको लिङ्क राख्दैछु तपाईँहरूले डिस्क्रिप्सनमा, त्यहाँ गएर तपाईँले जोइन गर्न सक्नुहुन्छ। त्यहाँ 500+ मेम्बरहरू रहेका छन्। त्यहाँ अब तपाईँहरूले आफ्नो क्वेरी पोस्ट गर्न सक्नुहुन्छ, अथवा यदि इनकेस तपाईँ नयाँ हुनुहुन्छ र यदि चाहँदै हुनुहुन्छ कि हामी फर्म फिलअप गरिदियो भन्दाखेरि कन्ट्याक्ट अस, वी विल स्योरली हेल्प यु आउट। र हामी तपाईँहरूको एप्लिकेसन फर्म फिलअप गर्न हेल्प गर्छौँ। साथसाथै हामी यदि जोसँग सुविधा छैन भने हामीलाई एप्रोच गर्नुहोस्, हामी तपाईँहरूको बिहाफमा फर्म पनि फिलअप गरिदिन्छौँ। अब कसरी एप्लाई गर्ने, हाउ टु एप्लाई भन्दा ठुलो कुरा त यो हाउ टु एप्लाई। द अनलाइन एप्लिकेसन्स मे प्लिज टु बी सबमिटेड थ्रु A2A पोर्टल, द्याट इज A2A scholarship ICCR.gov.in. द प्रोसिजर एन्ड नर्म्स गभर्निङ दिस स्कलरसिप आर गिभन अन द पोर्टल। अब हेर्नुहोस्, यो पोर्टल जुन छ नि, अब आइसिसिआरको एप्लिकेसन हामीले इन्डियन एम्बेसीले खोलेको छ, तर एप्लिकेसन कसरी दिने भन्दाखेरि A2A scholarship.ICCR.gov.in मा तपाईँहरूले लगइन गरेर त्यहाँ रेजिस्टर गर्नुपर्छ। त्यसको पनि हामीले अब सेपरेट भिडियो राख्छौँ, तपाईँहरूले धेरै 1-2 दिनमा आइहाल्छ। हतार चाहिँ नगर्नुहोस् होइन, पेसेन्स राख्नुहोस्। आइसिसिआरको
रिजेक्सन बढी हुन्छ। त्यही भएर अब पेसेन्स राख्नुहोस्। अलरेडी अब 3-4वटा म्यासेज हामीले पाइसकेका छौँ कि दा यो रेजिस्टरमा मिस्टेक गरे कसरी हुन्छ, त्यो चेन्ज चाहिँ हुँदैन होइन। त्यही भएर हतार चाहिँ नगर्नु, सफिसियन्ट टाइम छ होइन, हल्का पेसेन्स राख्नु न। अब सेकेन्डमा के लेखेको छ भन्दाखेरि क्यान्डिडेट्स आर एडभाइज टु गो थ्रु आइसिसिआर इन्स्ट्रक्सन्स एन्ड गाइडलाइन्स केयरफुली बिफोर फिलिङ अप द अनलाइन एप्लिकेसन फर्म विथ रेस्पेक्ट टु इच स्कलरसिप स्किम। भन्नाले हरेक स्कलरसिप जस्तो सपोज मैले अन्डर ग्रेजुएटको लागि एप्लाई गर्दैछु भने उसको आफ्नो नर्म्स एन्ड गाइडलाइन्स छ, त्यो तपाईँहरूले राम्ररी पढ्नुपर्छ, इन्स्ट्रक्सन पढ्नुपर्छ, अनि मात्र फर्म फिलअप गर्नुहोस्। थर्डमा रहेछ फर सेलेक्सन अफ युनिभर्सिटी इन्स्टिट्युट एन्ड कोर्स एप्लिकेसन्स आर एडभाइज्ड टु एक्सर्साइज ड्यू डिलिजेन्स एन्ड रिसर्च इन अ डेडिकेटेड म्यानर अन द स्पेसिफिक admission criteria laid down by various universities for each subject and ensure that they submit all relevant documents as required by the university institutes in addition to the basic certificate mentioned in the application form. For this, they may refer to the university's handbook, University Grant Commission's website, and the concerned institute's website for the eligibility criteria. Please note that the course institute allotted to the candidate under any scholarship scheme विल नट बी चेन्ज। भन्नाले अब यसमा के छ भन्दाखेरि यसको ओभरअल जिस्ट के छ भन्दाखेरि यदि तपाईँहरूले एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँले अब जो सपोज यहाँ आइसिसिआरमा तपाईँले लेखिदियो कि यो डकुमेन्ट चाहियो, 5वटा डकुमेन्ट चाहियो र सपोज मैले एउटा युनिभर्सिटीमा एप्लाई गरेँ होइन, अब सपोज आइआइटी रुड्की भयो, त्यसमा मैले एप्लाई गरेँ, अब त्यसमा इन केस अब एडिसनल डकुमेन्ट रिक्वायर्ड छ भने त्यो पनि तपाईँहरूले सब्मिट गर्न भन्दा छ यहाँ है। त्यो अदर सेक्सनमा तपाईँले अपलोड गर्न सक्नुहुन्छ। अब यस्तो छैन कि अब आइसिसिआरले जम्मा 5वटा भनेको छ भने 5वटा गर्ने। इनकेस अब युनिभर्सिटीले एक्स्ट्रा एडिसनल डकुमेन्ट डिमान्ड गर्यो भने त्यो पनि तपाईँहरूले सब्मिट गर्नुपर्छ। द एप्लिकेन्ट सुड डिपोजिट एप्लिकेसन फी अफ नेपाली रुपिज 400 in favor of Education Wing, Embassy of India, Kathmandu, in account number this at any branch of Nepal SBI located in Nepal. After deposit of application fee, the applicant should write online application registration number and his or name on the top of the counter fill receipt of for identification. भन्नाले अब 400 को तपाईले भाउचर कटाउनु पर्छ। यो इन्डियन एम्बेसीको हरेक स्कलरशिपमा तपाईले कटाउनु पर्छ। अब यसमा के छ भन्दाखेरि नेपालको जुनसुकै ब्रान्च, नेपाल एसबिआई ब्रान्चमा गएर तपाईहरुलाई 400 को भाउचर कटाएर त्यो जुन कार्बन कपी जुन हुन्छ नि त्यसमा तपाईहरुले आफ्नो एप्लिकेसन नम्बर लेख्नुपर्छ, देन आफ्टर आफ्नो नाम लेख्नुपर्छ ताकि यो तपाईकै हो, तपाईकै हो भनेर भेरिफिकेसन दोस् भनेर। अब देन आफ्टर द एप्लिकेसन अब सबमिट 400 को भाउचर कटाइसकेपछि के गर्ने त? देयर आफ्टर द एप्लिकेन्ट शुड सबमिट द ओरिजिनल काउन्टर फोइल एलोङ with the copy of the application and documents uploaded online directly to Embassy of India, Kathmandu, to all the districts except the district mentioned under the Consulate General of India, Birganj, or Consultant General of India, Birganj, for those hailing from districts Bara, Chitwan, Danusha, Mohotari, Bhagwanpur, Parsa, Rohtak, and Charlai. As the case may be, the application fee once deposited will not be refunded or adjusted. Submission of application fee and printout of application form along with required documents to the embassy is mandatory requirement. Applicants who failing to submit the fee and printout of application form along with the requisite documents will be considered ineligible for this scholarship scheme. भन्नाले तपाईहरुले यहाँ मात्र अनलाइन फर्म भरेर हुँदैन, तपाईहरु 400 को भाउचर कटाउनु पर्यो, अनलाइन फर्म फिलअप गर्ने, देन आफ्टर 400 को भाउचर कटाउने। 400 को भाउचर कटाइसकेपछि अब यदि तपाईँ काठमाडौँ हुनुहुन्छ भने काठमाडौँमा गएर सबमिट गर्ने, अथवा यो डिस्ट्रिक्टहरुभन्दा बिलोङ गर्दै हुनुहुन्छ भने तपाईहरुले बिरगन्जमा पनि गएर सबमिट गर्नुहुन्छ। र एउटा अझ क्वेशन एउटा अझ पोइन्ट के मेन्सन गर्दै छ, अब सपोज मैले 400 को भाउचर कटाए हैन, अब मलाई फर्म भर्नु छैन, अब मैले भाउचर त कटाइसके, अब मैले चाहिँ फर्म भर्नु छैन, अब मैले के अरु साथीले दिन मिल्छ कि मिल्दैन, यो एडजस्ट हुँदैन र रिफन्ड पनि हुँदैन, यो नन रिफन्डेबल छ र नन एडजस्टेबल छ है। प्लिज नोट, अब यसमा के कुराहरु नोट गर्नुपर्ने रहेछ। The above scheme do not include the courses on medical, paramedical, that is nursing, physiotherapy, anesthesia, lab technician, etc., law courses and integrated courses such as BA, LLB 5 years, BSc, MSc 5 years, etc. भन्नाले यो तपाईले मेडिकल कोर्सेसहरुको लागि छैन, मेडिकल एन्ड एमबीबीएस जस्तो बीडीएस जस्तो कोर्सेसहरुको लागि छैन। क्यान्डिडेट opting for admission in science, engineering, UG level courses may ensure that they have studied physics, chemistry and mathematics at the final high school level, that is standard 12. Candidate opting for admission in science course with biology as a major subject may ensure that they have studied biology, physics, chemistry
at the final high school level standard 12. Mark sheet issued by the respective education board for each, that is 10th and 12th of the school should be uploaded along with the transcript in English. Mark sheet not reflecting the grade marks of the student will not be accepted. हेर्नुहोस् अब सपोज मैले इन्जिनियरिङको लागि एप्लाई गर्दैछु भने त्यसको लागि पनि केही क्राइटेरिया छ कि तपाईँलाई साइन्स ब्याकग्राउन्ड हुनु पर्यो. साइन्स भन्दा नि अब टु बी मोर स्पेसिफिक म्याथमेटिक्स हुनु पर्यो तपाईँसँग. त फिजिक्स केमिस्ट्री म्याथमेटिक्स तपाईँले म्यान्डेटरी छ यदि तपाईँहरूले यो इन्जिनियरिङ ब्याकग्राउन्डतिर जाँदै हुनुहुन्छ. म्यानेजमेन्टले इन्जिनियरिङतर्फ फर्म फिलअप गर्न पाइएन. यो केसमा तपाईँहरूको फर्म रिजेक्सन बढी हुन्छ. बुझ्नुभयो. फर क्यान्डिडेट्स अप्टिङ फर एमबिए जिम्याट इज कम्पलसरी. जिम्याट स्कोर इज म्यान्डेटरी. यदि तपाईँहरूले एमबिएको लागि एप्लाई गर्दै हुनुहुन्छ भने जिम्याट स्कोर म्यान्डेटरी गरेको छ. फोर्थमा रहेछ एप्लिकेसन विल नट बी कन्सिडर्ड विदाउट इङ्ग्लिस ट्रान्सलेसन अफ डकुमेन्ट इफ ओरिजिनल डकुमेन्ट्स आर नट इन इङ्ग्लिस. यदि तपाईँको डकुमेन्ट अलरेडी इङ्ग्लिसमा छ भने धेरै राम्रो. यदि इङ्ग्लिसमा छैन भने त्यसलाई इङ्ग्लिस ट्रान्सलेट गरेर नोटरी गराउनुपर्छ है. द इनकम्प्लिट एप्लिकेसन विल बी समरीली रिजेक्टेड बाई युनिभर्सिटी इफ डकुमेन्ट्स आर नट इन इङ्ग्लिस or English translation is not provided. Therefore, students are advised to thoroughly check their application and attach requisite documents before submission of the application. अब इनकेस तपाईँको कुनै डकुमेन्ट मिसिङ छ भने अथवा नेपालीमा छ अथवा जुन लोकल ल्याङ्ग्वेज छ नेपाली ल्याङ्ग्वेज छ भने नेपाल चाहिँ अपलोड नगर्नुहोस्, इङ्ग्लिस ट्रान्सलेसन अपलोड गर्नुहोस्. इनकेस तपाईँले नेपाली नै अपलोड गर्नुभयो भने युनिभर्सिटीले बुझेन भने त्यो केसमा तपाईँको एप्लिकेसन चाहिँ रिजेक्ट हुने चान्स बढी हुन्छ. 6मा छ दोज एप्लाइङ साइन्स कोर्सेस मे प्लिज नोट द्याट द एक्सपेन्डिचर अन ल्याबोरेटरी केमिकल एन्ड अदर रिलेटेड इन्सिडेन्टल चार्जेस विल बी बोर्न बाई द स्कलर देमसेल्फ. भन्नाले इफ यदि तपाईँहरूले अब त ल्याब युज गर्दै हुनुहुन्छ युनिभर्सिटीको भने त्यो चाहिँ स्कलरसिपमा कभर हुँदैन. त्यो तपाईँले आफैले बेहोर्नुपर्छ. 7मा छ सबमिसन अफ एन एसे अफ 500 वर्ड्स इन इङ्ग्लिस अन वान अफ द टपिक सब्जेक्ट लिस्टेड अन A2A पोर्टल इज म्यान्डेटरी. तपाईँले एसे एउटा 4-5वटा टपिक हुन्छ त्यसमध्ये कुनै एउटा टपिकमा तपाईँहरूले एउटा एसे लेख्नुपर्छ 500 वर्डको. त्यो चाहिँ तपाईँलाई म्यान्डेटरी छ. एन्ड अन्डरटेकिङ इन द गिभन फर्मेट रिगार्डिङ इङ्ग्लिस प्रोफिसियन्सी ड्युली साइन्ड बाई द प्रिन्सिपल हेड अफ इन्स्टिट्युसन of school last attended is mandatory to be submitted with application form to the embassy. Besides, students can also submit their IELTS, TOEFL, etc. standardized test score if available. यदि तपाईसँग स्कोर छ भने IELTS, TOEFL को वेल एन्ड गुड त्यो पनि अपलोड गर्नुहोस्. यदि छैन भने यसरी लेख्नुहोस् र तपाईँले यहाँ एउटा स्कुलबाट अथवा इन्स्टिट्युसनबाट लेखाउनुपर्छ कि म्यान्डेटरी कि तपाईँको यो मिडियम अफ इन्स्ट्रक्सन हुन्छ नि क्लास 12 को अथवा मास्टर्समा एप्लाई गर्नुहुन्छ भने ब्याचलरको त्यो के भन्छ इङ्ग्लिस प्रोफिसियन्सीमा त्यो इङ्ग्लिसमा मिडियम अफ इन्स्ट्रक्सन हुन्छ नि इङ्ग्लिसमा छ भनेर तपाईँले त्यो लेखाउनुपर्छ तपाईँ आफ्नो पास्ट इन्स्टिट्युसनबाट. त्यसको स्याम्पल पनि तपाईँले सेयर गरिदिन्छु. त्यसको लागि हामीले डिस्क्रिप्सन बक्समा हाम्रो वाट्सएप ग्रुप राख्दैछौँ. वाट्सएप च्यानलको लिङ्क राखिदिएको छु. त्यसमा जोइन भएर तपाईँहरूले आफ्नो क्वेरी सोध्न सक्नुहुन्छ. जे जति रिक्वायर्ड डकुमेन्ट्सहरू छ त्यो सब हामीले त्यहाँ राखिदिन्छौँ. केही समस्या छैन तपाईँहरूलाई र अथवा हामीले एडमिनसँग पनि तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ. उहाँहरूले तपाईँलाई गाइड गर्नुहुन्छ केही समस्या भयो भने है. 8मा छ एप्लिकेन्ट्स एज फर अभाइलिङ स्कलरसिप एज अन 1 जुलाई 2026. 18 years minimum age for any level of courses. 35 years maximum age for UG, PG certificate and diploma level courses. 40 years maximum age for PhD level courses. अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले मिनिमम एज भनेको 18 वर्ष हुनु पर्यो कुनै पनि स्कलरसिपको लागि अवेलेबल गर्नको लागि. कुनै पनि स्कलरसिप अवेल गर्नको लागि तपाईँले कमसेकम 18 वर्षको हुनु पर्यो र म्याक्सिमम एज भनेको 35 इयर्स हुनु पर्यो फर UG, PG सर्टिफिकेट एन्ड डिप्लोमा कोर्सेस. देन आफ्टर 40 इयर्स तपाईँले PhD कोर्सेसको लागि 40 इयर्स तपाईँले PhD कोर्सेसको लागि. नो अप्पर एज लिमिट फर कोर्सेस इन हिन्दी, संस्कृत, एनी अफ द इंडिया परफॉर्मिंग आर्ट्स कोर्सेस सच एज कथक, भरतनाट्यम, वोकल इंस्ट्रूमेंट, म्यूजिक एक्सेट्रा अनलेस प्रिस्क्राइब्ड बाई द कन्सर्न इन्स्टिट्युसन. त्यही हो. तपाईँले यदि युजी पिजीहरूको लागि एप्लाई गर्दै हुनुहुन्छ भने त्यही हो 18 देखि 35 वर्ष हुनु पर्यो. PhD को लागि भने 18 देखि 40 को बिचमा हुनु पर्यो. सुषमा स्वराजको लागि तपाईँले एज लिमिट छैन, अप्पर एज लिमिट छैन है. कमिङ टु 9th पोइन्ट, submission of incorrect information or incomplete application form or non-submission of a copy of application and documents to the embassy
by the candidate may result in the cancellation of the candidature at any stage and no review will be considered भन्नाले यदि तपाईहरुले इनकम्प्लिट एप्लिकेसन फर्म सबमिट गर्नुस् अथवा एम्बेसीमा सबमिट नगर्नुस् त्यो गर्नुभयो भने तपाईको एप्लिकेसन इनकम्प्लिट हुन्छ र त्यो पछि तपाईले क्यान्सलेसन त्यो अटोमेटिकली त्यो क्यान्सलेसनमा जान्छ र पछि त्यसलाई फेरि रिभ्यू गर्न मिल्दैन तपाईहरुले है हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुस् हैन सब्स्क्राइब गर्न नबिर्सनु होला साथसाथै भिडियोले लाइक र शेयर गर्न पनि नबिर्सनु होला हामीले आफ्नो WhatsApp ग्रुपको लिंक तपाईहरुले बार-बार भनिरहेको छु WhatsApp ग्रुपको लिंक तपाईले डिस्क्रिप्सन बक्समा राखिदिएको छु त्यसमा तपाईहरुले त्यो लिंकबाट हाम्रो च्यानलमा आउनुस् त्यहाँ तपाईले भयो जति पनि क्वेरी छ तपाईले कति पनि डाउट छ त्यो सब हामी क्लियर गर्छौं त्यहाँनिर तपाईले र यो कुरा फर्म फिलअपको त हामी पनि फर्म फिलअप गर्छौं तपाईहरुको बिहाफमा त्यसको लागि तपाईहरुले हामीले WhatsApp ग्रुपमा मेसेज गर्नुस् तपाईहरुले तपाईको फर्म अवश्य नै फर्म फिलअप गरिनेछ इम्पोर्टेन्ट इन्फर्मेसन The Embassy of India Kathmandu entertains application directly from the applicant himself or herself only. The embassy does not recognize or receive applications through any so-called education consultant, middleman agencies in Nepal भन्नाले डाइरेक्टली एप्लिकेन्टले त्यो एप्लिकेसन फर्म फिलअप गर्छ त्यो बेटर हुन्छ हैन अब एम्बेसीले कुनै पनि थर्ड पार्टी अथवा कुनै बीचमा इन्भल्भ हुन्छ नि यहाँ म गरेर यो त्यो तिनीहरुसँग इन्भल्भ गर्दैन स्टुडेन्ट एडभाइस बी अवेयर अफ सच पर्सन एजेन्सीज एप्लिकेसन फाउन्ड टु हैव बीन रिसिभ्ड थ्रु सच एजेन्सीज पर्सन्स आर लायबल टु बी रिजेक्टेड भन्नाले अब तपाईले त्यही हो यसको ओभरअल साइन्स भन्दाखेरि तपाईले एप्लिकेसन भनेको स्टुडेन्टबाट डाइरेक्टली आउनु पर्यो मिडलम्यान आउनु भएन कोही कन्सल्टेन्ट आउनु भएन अथवा कुनै एजेन्सी आउनु भएन हैन त्यही कुराहरु छ हस् आजको लागि भिडियो यतिकै हैन अब अर्को भिडियो हामीले कसरी रेजिस्टर गर्ने कसरी एप्लाई गर्ने त्यो कुराको बारेमा चर्चा गर्ने छौं आजको लागि यतिकै अर्को भिडियोमा अवश्य भेट्ने नै छौं हस् त थ्यांक यू एन्ड अल द बेस्ट फर द एप्लिकेसन